हेलो गाइज नमस्ते म विशाल लामिछाने। आज भने फौजी लिडर गीत कसरी सुटिङ भएको थियो केही झलकहरू तपाईँहरू माझ प्रस्तुत गर्दैछु। सबैभन्दा पहिला मलाई राम्रो बनाउनको लागि मेरो मेकअप आर्टिस्टले निकै मेहनत गर्नुभएको छ। म राम्रो बनिसकेपछि अब हाम्रो सबै टिम सुटिङको लागि तयारीमा छौँ र अब क्यामेरा पूजा गर्नतर्फ अगाडि बढ्दैछौँ। यो भने हाम्रो वसुन्धरा पार्कबाट देखिने फेवातालको दृश्य हो। सर्वप्रथम मैले पूजा गरेँ क्यामेरा। त्यस पश्चात क्यामराम्यान दाजुले क्यामेरा पूजा गर्नुभयो र मेरो मोडल चाहिँ अगाडि मुसु मुसु हाँसिरहेको छिन्। मोडल वर्षा छेत्री। अब भने हामी सुटिङको लागि तयार भएर अब सुरुमै लेडिजको भोकलको लागि हामी सुटिङको तयारीमा छौँ। यता भने वर्षा बहिनी कोरियोग्राफर पनि हो, मोडल पनि हो। उसले भने कोरस टोलीहरूलाई डान्स सिकाउँदैछिन्। अब भने फेरि मेरो पालो आएको छ। थेगोमा डान्स बनाउँदैछौँ। अब भर्खर स्टार्ट गर्ने बेलाको डान्स हो। अब राम्रो नहुन पनि सक्छ, कति कुराहरूमा अप्ठ्यारो भएको थियो मलाई पनि। बिस्तारै बिस्तारै मिल्दैछ। यो सबै यो चाहिँ जलेन भएको छ स्टेज चाहिँ यो पाथाले केने भएको छ आजै भएको छ। फेरि अब अलि धेरै पसिना आउने मलाई। अब अलिअलि नाच्दा पनि पसिना आउने भएको कारणले गर्दा मेकअप आर्टिस्टलाई निकै गाह्रो परेको थियो। मेकअप गर्दै गर्नुपर्ने अवस्था थियो त्यतिखेर। मलाई एउटा मसुरमा भिडियो बनाएर जानुपर्छ। अरे खाना जाला हो कि खाना भनेर आएको छ भिडियो गाएन। मेकअप पश्चात फेरि सुटिङ सुरु भइसकेको छ। बिस्तारै बिस्तारै डान्स मिल्दैछ। अब भने फेरि वर्षा बहिनीको पालो भएको छ। थेगोमा हामीले डान्स बनाउँदैछौँ। यति बेला चाहिँ गीतको थेगो र म्युजिकमा डान्स बनाउने काम भइरहेको छ।
अब हाम्रो डान्सिङ म्युजिक को एउटा सुटिङ सकिए पछाडि अझै नसकिए तापनि हाम्रो खाना खाने ब्रेक भएको छ त्यो बेला लै त्यो के गरिदिनु पर्ने त्यो कामहरू तपाईँको जिम्मा है ल तपाईँको नि बुझाउँछ ल एक ठाउँमा जम्मा भएर खाना खानेको लागि तयारीमा हुनुहुन्छ हाम्रो क्यामराम्यानले पानी लाँदै हुनुहुन्छ हो हाम्रो मोडलले खाँदै हुनुहुन्छ यति बेला वर्षा बहिनीले यो सबैजना भएर यो गीतको लागि निकै मेहनत गरेर यो टिमले त्यस गीत राम्रो बनाउन सफल भएका थियौँ अब खाना खाइसकेपछि फेरि सुटिङ सुरु भइसकेको छ यति बेला वर्षा बहिनी नाच्दै छिन् तर निकै राम्रो नाच्ने मान्छे त्यही नाचमा खोट लगाउने ठाउँ नै देखिनँ मैले यो गीतको डान्स पार्ट र म्युजिक पार्टको सुटिङ सकाएपछि हामी पामेतिर सुटिङकै लागि जाँदैछौँ कति सुटिङहरू पामेको द बिच रिसोर्टमा गर्न मन लागेको हुँदा हामी पामे द बिच रिसोर्टमा जाँदैछौँ यति बेला म भने बाइकमा छु हाम्रो अरू टिमहरू बसमा जाँदै हुनुहुन्छ र वर्षा बहिनी चाहिँ ऊ पनि स्कुटीमा जाँदैछ यति बेला यो लेक साइडको एकदमै राम्रो ठाउँ र रमणीय ठाउँ पनि हो हामी अगाडि बढ्दैछौँ यति बेला यो अगाडि देखिने घर चाहिँ पिङ्क कलरको घर चाहिँ यही गीतको लेखक आदरणीय दाजु राजेन्द्र अधिकारी अपूर्णको पनि हो हामी यही बाटो हुँदै दाइको घर हुँदै हामी पामे जाँदैछौँ यति बेला यो बाराई चोक लेक साइडको र हामी यति बेला भने द बिच रेस्टुरेन्टमा पुगेका छौँ हाम्रो सुटिङ स्थल यही नै हो पामीमा रहेको छ यो हाम्रो सुटिङ सुरु भइसकेको छ यति बेला पामीको द बिच रिसोर्टमा मलाई बहिनीहरूले सिकाउँदैछन् म कन्फ्युज भयो धेरै नै त्यतिखेर जस यहाँको सिनमा यतिको सुटिङ गर्नु भनेको राम्रै हो द बिच जस्तो फेमस अनि यति राम्रो सिन छ नि यहाँको अब कुरै नगरौँ मोहनी नै लगाउँछु यो ठाउँ साह्रै राम्रो छ बिस्तारै सिक्दैछु कन्फिडेन्स नभएका स्टेपहरू कन्फिडेन्स ल्याउने काम गर्दैछु जस रमाइलो भएको थियो यति बेला पनि सबैजना टिमहरू राम्रो हुनुहुन्थ्यो काम गर्न सहज भएको थियो यो चाहिँ द बिचको सिन निकै राम्रो छ यो सिन यो झ्यालैमा ऐना भन्ने पनि गीतको सुटिङ भएको ठाउँ थियो यो मलाई त्यति याद छ है अरू गीतहरूको पनि सुटिङ भएको छ थुप्रै गीतहरूको तर झ्यालैमा ऐना भन्ने गीतको सुटिङ भएको ठाउँ पनि हो यो विदेश जस्तो लाग्छ हो यहाँको सिन चाहिँ खत्रै राम्रो छ मजाको छ संसार भुलिन्छ यो नमकरमा
अनि बल्ल उहाँहरूले भनेपछि बल्ल टिका लगाइदिनु है अहिले नलाउनु यो पनि भोलिपल्टको हाम्रो अलिकति ड्रामाको सुटिङ हुँदै थियो त्यो दिनको। उहाँ चाहिँ मेरो आमा, म चाहिँ पुन्टे मेरो छोरा। निकै नर्भस भएको छ। चेन्ज गरेर फेरि गाउँछ बिस्तारै माथि हेर्नु यतापट्टि फोटो छ भित्तामा। ओके अब यहीँ तपाईँले पढाएको है एकछिन बिग्रियो के अनि रोलिङ एक्सन भाइलाई हेर यसरी गरेर 2 दिनमा चाहिँ मेरो म्युजिक भिडियोको सुटिङ सकिएको थियो।